Hi, I'm Sonia, and this is my first video. And in today's video, we are going to talk about top 5 things I wish I knew sooner while working from home. Number 5 मा छ soft skills, जसमा चाहिँ म कम्युनिकेसन र प्रब्लम सल्भिङ चाहिँ रेकमेन्ड गर्छु अनि एकदमै बढी फोकस गर्नुहोस् भनेर हैन, किनकि डिफ्रेन्ट कन्ट्रीजको मान्छेहरूसँग डिल गर्नुपर्छ, डिफ्रेन्ट टाइप्सको मान्छेहरूसँग डिल गर्नुपर्छ. यु have to be good in communication. अनि त्यसै गरी चाहिँ प्रब्लम सल्भिङ पनि एकदमै इम्पोर्टेन्ट लाग्छ मलाई चाहिँ, किनकि अर्गनाइजेसन्सहरूमा चाहिँ सानो सानो कुराहरू मिसिङ हुन्छ अनि यदि तपाईँले त्यो प्रब्लम सल्भ गर्नु भयो भने चाहिँ पिपल विल थिङ्क यु गेट द वर्क डन बिकज यु हेभ गुड प्रब्लम सल्भिङ स्किल्स. मलाई चाहिँ प्रब्लम सल्भिङ एकदमै अप्ठ्यारो लाग्ने कुरा भनेको चाहिँ धेरै टाइम कन्ज्युमिङ हुन्थ्यो कि म यो सल्भ गर्छु भनेर चाहिँ आफूले अकाउन्टेबिलिटी लियो भने चाहिँ त्यो काम गर्न चाहिँ जे अलिकति टाइम कन्ज्युमिङ हुन्थ्यो, तर बिस्तारै बिस्तारै इट गिभ्स यु डोपामिन अनि अरू पनि सफ्ट स्किल्स हुन्छ. त्यो मध्ये चाहिँ म कम्युनिकेसन र प्रब्लम सल्भिङ चाहिँ सबैलाई सिक्नको लागि रिक्वेस्ट गर्छु. नम्बर 4 मा छ अफिस पोलिटिक्स. प्लिज डोन्ट गेट इन्भल्भ इन अफिस पोलिटिक्स. मान्छेहरू भन्छ अफिस पोलिटिक्समा गएपछि तिम्रो लाइक प्रमोसन हुन्छ, राम्रो हुन्छ भन्छ, बट इट इज नट गुड फर यर मेन्टल हेल्थ एज वेल एज काममा पनि इम्प्याक्ट हुन्छ. यदि चाहिँ तिमीलाई कसैले सोध्छ भने मतलबै नभने खै थाहा भएन भन्दैन होइन. अनि अब कुनै चाहिँ कुराहरू चाहिँ तिमीले अगाडि भइरहेछ भने पनि र कुनै कलिगले सोध्यो भने त्यो मिटिङमा त यस्तो भएको थियो नि भन्यो भने आइ एम सो सरी, आई थिङ्क आई मिस द्याट पार्ट इन आवर मिटिङ भन्दैन. अब मान्छेको आफ्नो एक्सपिरियन्स हुन्छ, तर फर मी अफिस पोलिटिक्स इज नट गुड. आई हेभ नेभर बिन इन्भल्भ इन अफिस पोलिटिक्स एन्ड इट्स बिन गुड फर माई मेन्टल हेल्थ. नम्बर 3 इज डकुमेन्टेसन. आफूले गरेको सबै काम चाहिँ डकुमेन्ट गर्दा चाहिँ एकदमै इजी हुन्छ फर यु, अल्सो फर रिपोर्टिङ म्यानेजर, अल्सो फर बस एज वेल. कस्तो हुन्छ जस्तै कि तिमीले कुनै टास्क गर्छ नि, फर इक्जाम्पल तिमीले दिनमा 10वटा टास्क गर्छ भने चाहिँ मेक अ सिट जहाँ चाहिँ मन्थली वाइज राखेँ क्या, जनवरी फेब्रुअरी मार्च अप्रिल मे गर्दै. अनि त्यहाँ चाहिँ म के गर्छु भन्दा म फर्स्टमा चाहिँ डेट्स राख्छु अनि के टास्क भयो अपडेट अफ द डे भनेर चाहिँ 1 2 3 गर्दै चाहिँ राख्ने क्या. अनि अल्सो इमेल पठाउँदा चाहिँ इमेलमा चाहिँ हाइपर लिङ्क गर्दा चाहिँ राम्रो हुन्छ, इट विल लुक गुड. यसको लिङ्क राखेको छ, खासै चेक त गर्नु हुन, तर लिङ्क राखेको छ गरे होला भन्ने हुन्छ क्या. सो हाइपर लिङ्क चाहिँ गर्नुपर्छ. प्लस कुनै काम फर इक्जाम्पल तिमीले ब्लग पोस्ट गरिरहेछ भने चाहिँ ब्लग पोस्ट गर्यो भने गर्यो मात्र नभन्ने क्या, जस्ट मेक अ सिट अनि त्यो सिटमा चाहिँ डेट कहिलेको थियो, टपिक्स राख, युआरएल राख, अरू हाइपर लिङ्क गर होइन. त्यसको अब रिडेबिलिटी कस्तो छ, एसइओ कस्तो छ, सबै राख क्या. इट विल बी गुड फर यु. जे काम गर्छ सबैको डकुमेन्टेसन गर्दा चाहिँ एकदमै सजिलो हुन्छ. कसैले तिमीलाई औँलै उठाउन सक्दैन क्या. कसैले यो काम भयो कि नै भनेपछि चाहिँ यो सिटमा छ भनेर उनीहरूलाई चाहिँ वक थ्रु गराउनु एकदमै इजी हुन्छ अनि पिपल विल ट्रस्ट यु फर दिस. मान्छेहरूलाई ट्रस्ट लाग्छ क्या, मान्छेलाई चाहिँ ट्रस्ट बिल्डअप हुन्छ क्या. सोनियाले त गरे होला, सिट माग न, उसले त सिटमा डकुमेन्ट गर्छ भन्छ क्या. डकुमेन्टेसनमा पनि भित्र डिफ्रेन्ट पार्ट्सहरू बनाऊ कि, जस्तै तिमीले के टास्क गर्छ, जस्तै कि 10वटा टास्क गर्छ भने 10वटा सिटमा काम गर क्या. एउटै सिटमा सबै कामको हाइपर लिङ्क नगर. ब्लगहरू पोस्ट गर्नु छ ल, ब्लगहरू. सोसियल मिडियाको अडिट भयो छुट्टै सिट बनाऊ, एड्सको अडिट भयो छुट्टै सिट बनाऊ. त्यसरी हरेक टास्कको लागि छुट्टा छुट्टै सिट बनाएर हाइपर लिङ्क गर्नु पर्यो. यदि हाइपर लिङ्क गर्दैन भने द्याट्स फाइन, मेरो गर्नै मिल्दैन भने चाहिँ ठिकै छ. अनि सोसियल मिडियाको अडिट्सहरूमा चाहिँ सोसियल मिडियाको प्रोफाइलको लिङ्क मात्र राख्दै पनि पुग्छ. यदि कसैलाई चाहियो भने चाहिँ दे क्यान गो टु द प्रोफाइल एन्ड चेक. त्यसै गरी चाहिँ आफ्नो वर्क अपडेट हाम्रो कम्पनीमा चाहिँ म्यान्डेटरी छैन, बट आई सेन्ड इमेल इच एन्ड एभ्री डे विथ हाइपर लिङ्क. सो म्यान्डेटरी हुँदैन होइन, टाइम सिटहरू हुन्छ, अरू हुन्छ. आई वुड रिकमेन्ड इमेल पठाऊ सो द्याट पिपल विल नो यु आर वर्किङ. अनि त्यसपछि धेरै मान्छे लुपमा पनि हुन्छ कि इमेल पठायो एभ्री डे भने ओके यो काम सोनियाबाट भएको रहेछ, यो काम भएको रहेछ. अनि कसैले सोध्यो भने सोनियाले गरेको छ भन्ने हुन्छ. फर्स्ट भनेको आफ्नो टास्क भयो इच सिटमा. सेकेन्ड भनेको चाहिँ डेली अपडेट इन इमेल एन्ड इन अ सिट. जुन कुरा तिमीले इमेलमा लेख्छौ त्यो सिटमा लेख्न एकदमै सजिलो हुन्छ, जस्ट कपी पेस्ट त गर्ने हो नि, डेट एड गरिदियो कपी पेस्ट गरिदियो सक्यो. सो डकुमेन्टिङ योर वर्क इज अन्डररेटेड एडभाइस आई वुड से, बिकज मान्छेहरूले भन्दैन, तर यु हेभ टु डकुमेन्ट एभ्रिथिङ इन योर वर्क अबाउट वाट यु डु. इट हेल्प्स यु to be seen. Number 2 ma I would suggest please learn some basics of AI अनि Google Suite अनि basic यस्तो टाइम म्यानेजमेन्ट सफ्टवेयर्सहरू के. इट हेल्प्स यु अ लट. टाइम पनि सेभ हुन्छ अनि तिमीलाई काम गर्न पनि एकदमै इजी हुन्छ. बेसिकमा पनि अब तिमी अब टेक आइटीकै मान्छे होइन, पुरै फुल्ली टेक पनि गर्नु पर्दैन क्या. एलएलएम यता त केही जानु पर्दैन, जस्ट बेसिक एआई थिङ जुन चाहिँ तिम्रो काममा हेल्प हुनसक्छ. अनि त्यसपछि टाइम म्यानेजमेन्ट सफ्टवेयर्स. इट हेल्प्स यु अ लट एन्ड इट सेभ्स योर टाइम.
यदि तिमीले चाहिँ एआई भित्र पनि बेसिक प्रम्प्ट इन्जिनियरिङ सिक्यौ भने पनि तिम्रो 2 घन्टाको काम 10 देखि 20 मिनेटमा नि हुन सक्छ इफ यु डु प्रम्प्टिङ वेल। आफ्नो प्रम्प्ट चाहिँ राम्रो बनाउने सिक। अनि त्यसपछि गुगल सिटमा पनि एक्सेल र वर्ड चाहिँ मस्ट आउट सी। अनि प्रेजेन्टेसनको लागि त क्यानभा नि युज गर्न सकिन्छ, तर एक्सेल र वर्ड चाहिँ लाइक बेसिक कुराहरू सिक क्या। एक्सेल र वर्डमा पनि यसको सर्टकट्सहरू सिक्यो भने एकदमै इजी हुन्छ। बट डोन्ट टेल यर कोवर्कर्स द्याट यु आर गुड इन एक्सेल। जस्तै बेसिक्स आउँछ भने हुन्छ, फेरि काम दिन्छ टन्नै। अनि त्यसै गरी चाहिँ अरू टाइम म्यानेजमेन्ट सफ्टवेयर्सहरू सिक। अनि आफूलाई जे चिज काम लाग्छ जस्तो लाग्छ नि त्यो सबै सिक्नुपर्छ क्या। अनि यो सबै सिक्न त्यस्तो धेरै टाइम नै लाग्दैन। यस्तो सफ्टवेयर्सहरू सिक्ने एकदमै इजी पनि हुन्छ क्या। 1 हप्ता लाग्ला भनौँ न, त्योभन्दा धेरै लाग्दैन कि। त्यही भएर चाहिँ लर्न सम बेसिक थिङ्स फर योर वर्क। अब कुन फिल्डमा छ त्यही अनुसार चाहिँ आफै खोजेर चाहिँ सिके एकदमै राम्रो हुन्छ। नम्बर 1 इज वर्क डेस्क एन्ड सेटअप फर मी। किनकि म चाहिँ स्टार्टिङमा चाहिँ जहाँ पनि काम गर्थेँ नि, भुइँमा बसेर पनि काम गर्थेँ, स्टडी टेबलमा पनि काम गर्थेँ, बेडमा पनि काम गर्थेँ। पहिला चाहिँ मसँग टेबल र चेयर चाहिँ थिएन, आजकल चाहिँ कम्युनिकेटर छ मसँग। पहिला चाहिँ मसँग यस्तो थिएन क्या, टेबल पनि थिएन। स्टडी टेबल चाहिँ थियो 2टा होइन, त्यहीँ पढेको थिएँ। अनि कहिले भुइँमै बसेर पढ्थेँ, कहिले भित्र बेडमा गएर बस्यो होइन। तर त्यस्तो हुँदा चाहिँ माइन्डलाई के लाग्दो रहेछ, जहाँ पनि तिमीले काम नै गर्ने हो भने अनि रेस्ट गर्ने बेला चाहिँ मन आतुर हुने कि मैले काम गर्नुपर्ने हो जस्तो फिल हुन्थ्यो। तर जबदेखि मैले यो डेस्कमा काम गर्न सुरु गरेँ तबदेखि चाहिँ डेस्कमा हुँदा चाहिँ आई फिल लाइक अहिले चाहिँ एकदम प्रोडक्टिभ हुनुपर्छ भन्ने फिल हुन्छ। जब म बेडमा जान्छु म एकैछिनमा सुत्छु क्या। अनि पहिला चाहिँ मलाई राति निद्रै लाग्दैन थियो भने आजभोलि चाहिँ आई फिल मलाई चाहिँ त्यो इन्सोम्निया जस्तो भएको कारण चाहिँ मैले जहाँ पनि काम गर्छु त्यहीँ भएर हो जस्तो फिल हुन्छ क्या। जबदेखि मैले यो वर्क डेस्क किनेँ तबदेखि चाहिँ मलाई त्यस्तो लाइक सुत्न गाह्रो हुने प्रब्लम भएको छैन क्या। म ओछ्यानमा जाने बित्तिकै म निदै हाल्छु, होस परिहाल्छु। सो या दिज आर द टप 5 स्किल्स आई थिङ्क एभ्री वान। लाइक अन साइडमा भए पनि एकदमै काम लाग्छ क्या, अन साइड रिमोट सबैमा भए पनि एकदमै काम लाग्ने स्किल्स हो। अनि योहरू सिक्नु त्यस्तो गाह्रो पनि छैन। यु लर्न बिस्तारै ग्रेजुअल्ली, एकै रातमा त सिकिँदैन, इट टेक्स टाइम। तर बिस्तारै यु विल ग्रो, वी लर्न, वी ग्रो, एन्ड या द्याट्स इट। आई होप you liked my advice. I would say it worked for me, so I thought it would work for other people as well. So that's it for this video. I hope I'll see you in the next one.